हेलो सबैजनालाई नमस्ते, वेलकम ब्याक टु माई च्यानल। धेरै लङ टाइम पछि चाहिँ म चाहिँ आज एउटा ब्लग बनाउँदैछु। हामी सबैजना दिदीहरू भएर चाहिँ हामी चाहिँ अहिले आज ऐना पार्क जाँदैछौँ घुम्नको लागि एज अ ड्राई पिकनिक पनि। अब सबैजनालाई त्यतै भेटौँ। हामी सबैजना निक्लेर बसेको, अब जाने भनेर रेडी हुँदैछौँ। कोही निक्लिँदै भइसिन्छ भित्रबाट। हेलो हेलो भन्दैछु। हेलो ल ऐना पार्क आइएछ है। ल यता हुँदैछ। हामीलाई चाहिँ कसले देखाउने होला फेरि? ओ सानो चमक चमक भई चाहिँ फोटो सेसन चल्दैछ। मेरो सानो हेलो भन्दिछु, हेलो भन्दिछु। वेलकम टु माई ब्लग। हाल्छु नि म। हजुर सानो यता केटकेटी खेल्दैछ। उता यहाँ चाहिँ स्काई वक पनि रहेछ। कुरो अनै गरेर हिँड्छ नि त। त्यतिकै हिँडिरा डम्बु त्यसो बोल्ने ल हिँडेन म गरिदिन्छु। ल ऐना पार्क पनि आइयो घुम्दै। ए यहाँको लोकेसनहरू हेर्नुहोस् यस्तो। ऐना पार्क भनेको यही हो। हेलो हाय भन न। त्यो चिसो आएन। तर दामी रहेछ ऐना पार्क कि। कसले छोड्यो फेरि यो लिएर चाहिँ बाबु? ब्लक हाय लो
कहाँ जाने हो सुचा पनि हो म सक्दैन अनि भाइले रिन्न अब आइपुग्यो नि एकछिन नछोड है सानो यहाँ पार्क यो कसरी अहिले चाहिँ पानी पुरै सुकेको रहेछ हामी चाहिँ तल फोटो सेसन पुरा गरेर एकछिन रेस्ट गरेर अनि उकालो लागेको यतातिर तल नानीहरूको टिकटक बन्दैछ यता पूजा दी के गर्नु लाग्छ हो ल उता जुना चाहिँ खानेकुराको ब्याग बोक्दै मेरो छोरो अगाडि गइसक्यो हामी यता जाँदैछौँ अब त्यसले राम्रो बनाएर रहेछ है यस्तो उसमा पनि ढुङ्गाको उसमा पनि है दा चाहिँ यस्तो रहेछ तल चाहिँ बच्चा बच्चीहरूको लागि खेल्ने ठाउँ रहेछ यहाँ चाहिँ स्काई वकको रहेछ स्काई वक गर्नेहरूको लागि बच्चा बच्चीहरूको लागि खेल्ने ठाउँ सानो बेबी अठा लडिन्छ बिस्तारै भाइ लड्छ सानो कता गइसक्यो हेलो गर्दिस्यो सानो हेलो गर्दिस्यो बेबी हेलो गर्दिस्यो छिटो छोड्दैन छोड्दा एकछिन खेल्दैछ हेलो गरिदेऊ मन्जित हेलो गरिदेऊ बिस्तारै बिस्तारै के भयो के गरेछ त त्यो अहिले छोड्देऊ न त नि उनी खेल्न हो वास्ता नगरे न तिमीहरू आफू आफै खेले न यता फोटो सेसन चल्दैछ पुजारी उता चाहिँ भिडियो चल्दैछ लडिन्छ त्यसमा हुँदैन हामी चाहिँ यही खाजा खानलाई रेडी हुँदैछ खानेकुराहरू
ल ल ल ग्यारी भएर नपोखेकन खाऊ है। हड्डी नखाऊ है। अहिले चाहिँ हामी सबै खाजासाजा खाइखे अरे हात पुरा धोएर बसेको। लड्ला है लड्ला बिस्तारै। ल ऐना पाराबाट हिँड्ने हो। झोला त कम छ। झोला झोला आउँदा नि झोला उत्तिकै छ, जाँदा नि झोला उत्तिकै छ है। एक घन्टा केटीहरू समाज छ कि अलिक पर्खिन हो त्यहाँ राख। आफ्नो छोरोले बाँच्ने के गर्ने हिँडेन छैन यार, ड्राइभर मात्र बोकेर हिँडे अघि नै हेर्नु पर्ने हो। भन्दा त भने छैन अब पहिरो सब गाडी छ। यहाँबाट एकदम डर लाग्छ। लाउ टोपी मिलाउनु कस्तो हो भने आऊ झर 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 जाऊ। एउटा अब यहाँ ल लास्ट स्ट्रिट ऐना पार्कको
लास्ट स्टेप है गाइस मैना पार्कको। लो मैना पार्कको भ्यू चाहिँ यो। ललिपप 60 रुपियाँ पर्दो रहेछ। किनेर गएको हेर यहाँ टोकेर हैरान छ। लास्ट अब हामी घर जान लागेको हो गाइस। अब